आजको हाइकिङ हाम्रो पानी मुहान शिवपुरी नेसनल पार्कबाट हामी 9 बजे सुरु गरिरहेका छौँ। अब हामी कता जाँदैछौँ भन्नुहोस् त? अब हामी यहाँबाट नागी गुम्बा जाँदैछौँ। त्यसपछि हामी तारेभिर र अनि तारेभिर हुँदै हामी यताबाट गयौँ भने शिवपुरी चुचुरो अथवा अर्को डेस्टिनेसन चुज गर्यो भने राइटतिर गयौँ भने सुन्दरी जलसम्म, यो बाटो गयौँ भने तारेभिर, यतातिर गयौँ भने विष्णुद्वारतिर हामी लाग्छौँ होइन। यो चाहिँ यहाँनिर छ। जाने बाटो यताबाट नागी गुम्बा र तारेभिर सुन्दरीजल जाने बाटो। अब हामी नागी गुम्बा बाटोमा आइपुग्यौँ। यो सिडी चाहिँ कहाँ जाने रे नजिक? यो नागी गुम्बै लेखाएको त्यहाँ एरो साइड त हेरो। अनि यो बाटो चाहिँ एउटा चाहिँ नागी गुम्बा, अर्को चाहिँ तारेभिर होइन। हामी अहिले चाहिँ यो नानी गुम्बाको प्राङ्गणमा उपस्थित आइपुगेका छौँ। यहाँ आएर चाहिँ कस्तो फिल भइरहेछ तपाईँलाई? एकदमै रिफ्रेसिङ, फ्रेस फिल भइरहेको छ। कति राम्रो सिन 360 मा खिचियो होइन त हामीले। तपाईँको यात्रा कता हो? आजको यात्रा चाहिँ कतातिर हो? हामी तारेभिरको नजिकै खाना खाएर अब चाहिँ तारेभिरको चुचुरोमा पुग्ने जमर्को गर्दैछौँ। यहाँबाट अरू आधी घन्टाको यात्रापछि हामी तारेभिरको चुचुरोमा पुग्छौँ। तारेभिर गएर तारेभिरबाट यो के अरे यो काठमाडौँको अवलोकन गर्नेछौँ होइन।
शिवपुरी पानी मुहानबाट 9 बजे हिँडेको अनि नानी गुम्बा हुँदै तारेभिरमा हामी लन्च गऱ्यौँ 1 घन्टा त्यहाँ बस्यौँ त्यसपछि हामी सुन्दरी जलतिर जाने बाटोमा हामी यो झरनाको दृश्य देखेर हामी एकैछिन त्यो दृश्यको अवलोकन गर्दै हामी अगाडि बढ्दैछौँ।